हेलो सबैजनामा हेलो। आज शनिबारको दिन बसन्तपुरको तिनजुरेमा पिकनिक गर्ने क्रममा म गाउँदेखि आएको छु र बाटोमा उकालो चढ्दैछु। एकदमै राम्रो भ्यू आइरहेको छ। अघिसम्म एकदमै घाम टन्टलापुर घाम थियो बिहानै बिहान। अहिले चाहिँ जे होस् अँध्यारो र बादलहरू यी हेर्न सक्नुहुन्छ। यी बादलहरू आइरहेको छ। सायद पानी पनि पर्छ कि भन्ने आश जागिरहेको छ। हाम्रो गाडी फुच्चे गाडी माथि चढ्न नसकेर आधी बाटोमै राखिवरी हिँडेर यहाँ मन्दिर दर्शन गर्नको लागि हाम्रो ग्याङ पुरा हाम्रो टिम मन्दिर दर्शन गर्नको लागि पैदल यात्रा गर्दैछौँ। यहाँ हेर्न सक्नुहुन्छ यत्रो अग्लोमा कसरी यत्रो माथि लाइन जोडियो होला होइन, हेर्न सक्नुहुन्छ। एकदम विकट ठाउँ रहेको छ, त्यही पनि एकदमै राम्रो छ। प्राकृतिक सुन्दरताले भरिपूर्ण छ। यो ठाउँको बारेमा निकै सुनिरहेको थिएँ, तर आज आउने मौका मिल्यो। यसकारण यहीँबाट के कस्तो हुन्छ भनेर नै मनोरञ्जन लिइरहेको छु।